मेरो बुबाले मलाई भन्नुभयो, हेर छोरा, यो बाइबल चाहिँ क्रिस्चियनको बाइबल हो, यसलाई चाहिँ पढ्नु हुँदैन, पढ्यो भने चाहिँ मान्छे बौलाउँछ, तैले जीवनमा कहिले पनि यो बाइबल नपढ्नु। क्रिस्चियन भन्ने जुन चाहिँ धर्म छ नि, यो चाहिँ हाम्रो ईश्वर खाने धर्म हो नि, यो चाहिँ गाई खाने धर्म हो, यसलाई चाहिँ एकदमै हामीले घृणा गर्नुपर्छ। अनि कहिले पनि जीवनमा चाहिँ यो चर्च भन्ने ठाउँमा चाहिँ हामीहरू जानु हुँदैन, हाम्रो आफ्नै ईश्वर छ भनिकन चाहिँ मेरो बुबाले मलाई सानो उमेरमा त्यो कुरो बताएको थियो। र मेरो दिमागमा प्रभुप्रति, बाइबल प्रति अनि परमेश्वरको चर्च प्रति चाहिँ म सानैदेखि नै बाइबल विरोधी, क्रिस्चियन विरोधी म हुन थाले। म त्यति बेसी घृणा थियो अनि बाइबल प्रति घृणा थियो। र एकचोटि मेरो आमाले उहाँले सम्हालेर राख्नु भएको बाइबल एउटा ताकमा राख्नु भएको थियो, यसले चाहिँ मान्छेलाई बौला बनाउँछ, यसैले यसलाई पढ्नु हुँदैन भनिकन आज एक पाना च्याते, भोलि अर्को पाना च्याते, पर्सि अर्को पाना च्याते, यसरी मैले च्यात्दै च्यात्दै लामो समयसम्म बित्दा मैले त्यो बाइबल आधा उधी प्राय जस्तो सबै च्यातेर मैले फ्याँकिदिइसकेको थिएँ। म स्कुल भर्ना भए, म कहिले पनि स्कुलमा मेरो क्रिस्चियन साथीहरूसँग बातचितहरू गरिन। अनि जब पनि म स्कुल जान्थेँ, म दोकानहरू जान्थेँ, तर मेरो बाटोमा चाहिँ, स्कुल जाने बाटोमा, दोकान जाने बाटोमा चाहिँ एउटा चर्च थियो। अनि मैले सानो उमेरमा निर्णय गरेँ, यो चर्च अति घिनलाग्दो जग्गा रहेछ, यो बाइबल अति घिनलाग्दो कुरो रहेछ, मेरो जीवनमा कहिले पनि म यो चर्चमा म जाने छुइनँ अनि कहिले पनि म बाइबल पढ्ने छुइनँ भनिकन मैले यो प्रकारले मैले भयानक डरलाग्दो मैले निर्णय गरेँ। अनि स्कुल जाँदा अनि आउँदाखेरि मैले एउटा निर्णय गरेँ। त्यो निर्णय चाहिँ के थियो भन्दा हुँदी, जाँदाखेरि 2 खेप चर्चलाई थुक्छु अनि आउँदाखेरि म 2 खेप चर्चलाई थुक्छु। स्कुलमा आउनु जानु गर्दाखेरि चाहिँ मैले जाँदाखेरि चर्चलाई थु गरी थुक्थेँ र फेरि स्कुलबाट फर्केर आउँदाखेरि पनि मैले चर्चलाई थुक्ने गर्थेँ। मलाई साह्रै बेसी बाइबल प्रति घृणा, मैले बाइबल च्यात्न थालेँ अनि आफ्नै प्रकारले मैले ईश्वरलाई मैले पुज्न थालेँ। तर मेरो जिन्दगीमा यो सानो उमेरको घमन परमेश्वरले यस्तो प्रकारले परमेश्वरले मलाई तोड्नु भयो। समय बित्दै जाँदाखेरि मेरो बुबा जसले ख्रिस्टलाई घृणा गर्नुहुन्थ्यो, मेरो बुबा बाइबललाई उहाँले घृणा गर्नुहुन्थ्यो, यदि उहाँले बाइबल पढ्नुहुन्थेन, उहाँ अनपढ हुनुहुन्थ्यो, उनको जीवनमा एउटा डरलाग्दो रोग भन्ने कुरा आयो, बिमार भन्ने कुरा आयो। जब पनि उसको जीवनमा यो प्रकारको बिमारहरू आए, मेरो आमाकोमा भएको सम्पूर्ण पैसाहरू सकिसके पश्चात चाहिँ छरछिमेकीहरूले उहाँलाई त्यागिदिनु भयो, सबैले छोडिदिनु भयो। यहाँसम्म पनि कि आज हाम्रो निम्ति एक छाक भोजन जुटाउनका लागि पनि हामीलाई धेरै हम्मै पर्दै गयो। कसैले वास्ता हामीलाई गर्न छोडिदिए, अब के गर्ने, लाचार भयौं। कसैले पनि हामीलाई याद गर्दैन। बाबाको मृत्युको दिनलाई कुरेको जस्तै प्रकारले हामी बाँचिराखेका थियौं, बसिराखेका थियौं। यस्तो खालको घडीमा अचानक एक बिहानी पख मेरो बुबा अति धेरै साह्रो परेर लाचार भइराखेको अवस्थामा, हाम्रो घर परिवार पनि लाचार भइराखेको अवस्थामा एकजना अंकल अनि आन्टी हाम्रो आइकन प्रभु यीशु ख्रीष्टको सुसमाचार हाम्रो घरलाई सुनाउनु भयो, मेरो आमालाई सुनाउनु भयो, मेरो बुबालाई उहाँले सुनाउनु भयो। अनि त्यसपछि उहाँले भन्नुभयो, यीशु ख्रीष्टमा मुक्ति छ, यीशु ख्रीष्टमा आनन्द छ, यीशुलाई पाउनु भएपछि तपाईको रोग पनि निको हुन्छ, घरमा शान्ति फर्किन्छ, ठूलो आशीषित परिवारहरू तपाईको हुन सक्छ। के यीशुलाई तपाईले विश्वास गर्नुहुन्छ? त्यो घरि मेरो बुबा नम्र भइकन, प्रभु यदि रोग निको हुन्छ भने म अवश्य पनि यीशुलाई विश्वास गर्छु भनिकन मेरो बुबाले निर्णय लिइसके पश्चात मेरो बुबालाई प्रार्थना गराइकन एउटा हस्पिटलमा लगिए। र हस्पिटलमा लगिसके पश्चात चाहिँ एकजना दिदी मलाई उनको साइकलमा बोकिकन जुन चर्चलाई मैले घृणा गर्दथे, जुन चर्चलाई मैले थुक्दथे, त्यही चर्चभित्र प्रभुले मलाई त्यस जग्गामा लानुभयो र मलाई भोजन खिलाएको आजका दिनसम्म पनि मलाई याद छ। जब पनि मेरो घर लाचार अवस्थामा, रोदनमय अवस्थामा, पीडा अवस्थामा बसिरहेको बेलामा विश्वासी प्रभुका जनहरूको माया मैले देखेँ। त्यति बेला मेरो हृदय यस्तो प्रकारले टुटिसकेको थियो। यद्यपि म सानो नै भए तापनि आज साँच्चै वास्तवमा प्रेम छन् भने प्रभुको जनहरूमा नै प्रेम हुँदो रहेछ। वास्तवमा मैले कति घृणा गर्थेँ क्रिस्चियनहरूलाई, कति घृणा गर्थेँ क्रिस्चियनहरूलाई, तर साँच्चै यो चाहिँ परमेश्वरको प्रेम रहेछ भनिकन जब पनि समय आयो, मेरो बुबा सम्पूर्ण प्रकारले उपचार गरिसकेपछि ठिक भएर आफ्नो घर फर्किसके पश्चात अब हामी विश्वासी भयौँ, हामी एउटा क्रिस्चियन हामी बन्यौं र हामी लगातार म सन्डे स्कुल जान थाले।